एमाले कांग्रेस र माओवादी यी तीनवटा पार्टी मध्येमा पनि मलाई माओवादी नै मनपर्छ। फेरि यो शेरबहादुर केपी ओली र प्रचण्डमा पनि मलाई प्रचण्ड नै मनपर्छ। फेरि यति भनिदिँदा त तपाईँले फेरि यो त झोले रहेछ माओवादी पार्टी झोल नभन्नु होला। झोल यो माओवादी पार्टीको होइन, यो झोल मेरो आफ्नै हो होइन, आफ्नै झोल बोकिरहेको छु कामको आधारमा भनेको है मैले चाहिँ कामको आधारमा। नेपालीले सही के गलत के, सत्यले सत्य गलतले गलत भन्न नसकेसम्म नेपालमा विकास हुँदैन। राम्रो गरेको राम्रो भन्नुपर्छ। प्रचण्डजीले धेरै कुराहरू राम्रो गर्नु भएको छ, त्यो कुराको अब हामीले राम्रै भन्नुपर्छ, नराम्रो गरेको नराम्रै भन्नुपर्छ। केपी ओलीले चाहिँ अब स्वतन्त्रहरूलाई कामै गर्न दिन्न, बालेन शाहको त्यत्रै खेदो खन्नी होइन, अनि त्यहाँबाट उसको हर्का साम्बको त्यस्तै खेदो खन्नी, कुलमान घिसिङलाई पदबाटै चट पारिदियो। यी कुराहरू त केपी ओलीले गरेको हो नि त होइन, त्यो त गलतले गलत भन्न सक्नु पऱ्यो नि। तर पनि केपी ओली किन राम्रो त, खै राम्रो हुने वातावरण नै छैन। तर प्रचण्डले त्यति त गरेको छ नि त, बालेन शाहलाई काम गर्न दिएको छ, हर्का साम्बालाई त्यतिकै समर्थन गरिरहेको छ, कुलमान घिसिङलाई ल्याएर आफ्नो ठाउँमा राखेर चाहिँ लोड सेडिङ मुक्त गराइदियो। यो त राम्रो पक्ष हो नि त, हामीले राम्रो पनि भन्न नसक्ने, खालि झोले 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 होइन, राम्रोलाई राम्रो भन्न सक्नुपर्छ। यो चाहिँ मेरो सत्य। देश बन्न र विकासको लागि चाहिँ नेपाली जनता पनि सचेत हुनु जरुरी छ। नेपाली जनताले जबसम्म साँचो बोल्न सक्दैनन्, सत्य कुरा पचाउन सक्दैनन्, तबसम्म देश विकास हुन्न भन्ने मेरो चाहिँ एउटा विचार हो, तर्क हो होइन, हुनु त आफ्नो हो। तर पनि केही हदसम्म अरू पार्टीले भन्दा, अरू नेताहरूले भन्दा प्रचण्डले राम्रो गरेका छन्, माओवादीले राम्रो गरेका छन् भनेर चाहिँ नेपाली जनताले बुझ्नुपर्छ। यति कुरा चाहिँ सत्य हो। यो चाहिँ तपाईँले पचाउन सक्नु भएन, राम्रो गर्दा गर्दै पनि समर्थन गर्न सक्नु भएन, जान्नु भएन भने चाहिँ फेरि देश अबको 100 वर्षमा पनि उस्तै रहनेछ। यस्तो भनाइहरू तर्कहरू बुझ्नुपर्छ, शिक्षित वर्गहरूले बुझ्नु पर्यो भन्ने मेरो भनाइ छ होइन। त मेरो भनाइ तपाईँलाई कस्तो लाग्यो? भनाइ राम्रो लाग्यो भने भिडियोले चाहिँ लाइक गरिदिनु होला, लाइक कमेन्ट, अनि च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला। धन्यवाद।